हेलो एभ्रिवान, आजको टपिक रहेछ HbA1c। HbA1c धेरै जसोले सुन्नुभएको होला, तर यसको बारेमा बुझौँ आज। यो HbA1c भनेको के हो? वास्तवमा HbA1c टेस्ट गराएर के हुन्छ? HbA1c के को लागि टेस्ट गराइन्छ भन्ने कुरा अब यसको बारेमा बुझौँ, जानकारी लिउँ। सबभन्दा पहिला HB को मतलब होमोग्लोबिन, जो कि RBC मा हुन्छ र यसले बडीमा अक्सिजन क्यारी गर्ने काम गर्छ। अब आउँछ ए भनेको एडल्ट होमोग्लोबिन, जो कि हाम्रो बडीमा सबै होमोग्लोबिनसँग कमन हुन्छ। लास्टमा आउँछ 1C, जब कि ब्लडमा ग्लुकोजको मात्रा इन्क्रिज हुन्छ तब होमोग्लोबिनमा टाँसिन्छ। हो त्यही प्रोसेसलाई ग्लाइकेटेड होमोग्लोबिन भन्छ। किनकि यो RBC को लाइफ टाइम भनेको 120 दिनसम्म हुन्छ। हो त्यही भएर यो HbA1c को टेस्ट लास्ट 3 मन्थ को एभरेज ब्लड सुगर लेभल बताउँछ। र यस्तै मेडिकल फ्याक्ट नलेजको लागि फलो गर्नु।